मदन कृष्ण श्रेष्ठज्यू, उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी, आज सर्वप्रथम रामनवमी सनातन हिन्दू संस्कृतिको सबभन्दा ठुलो चाड, पवित्र चाड। यो चाडमा आजकै दिनमा मर्यादा पुरुष भगवान रामचन्द्रको जन्म भयो। उनले राम राज्य गरे। जसरी उनले राम राज्य गरेका थिए, त्यसै गरी हाम्रो देशमा पनि हामीहरू सबैले राष्ट्रको रोग, भोग, अशिक्षा, असमानतालाई काटेर समाधान गरेर एउटा समृद्ध राष्ट्र बनाउनेतिर आजको दिनले हामीलाई प्रेरणा दियोस् र यो दिनले हाम्रा सर्जकहरूलाई, खास गरी आज पुरस्कृत व्यक्ति जो सुभानी मुक्तान हुनुहुन्छ, उहाँलाई पनि प्रेरणा मिलोस् भन्ने कामना गर्दछु। आज यस्तो चाडमा पनि हाम्रो निमन्त्रणा स्वीकार गरेर यहाँहरू पाल्दिनु भयो। यो हाम्रो लागि हौसलाको कुरो हो, हाम्रो लागि प्रेरणाको कुरो। धेरै धेरै धन्यवाद। आज 5 वटा ग्रुपको त आज चाहिँ आन्दोलनै छ, त्यस्तोलाई छिचालेर पनि यहाँ आइदिनु भयो। यसको लागि म यहाँहरू सबैप्रति म आभार व्यक्त गर्न चाहन्छु। यति भनेर अलिकति राष्ट्रिय युवा सेवा कोषको परिचय र हाम्रो उद्घोषीका नानीले जुन जुन कुराहरू भन्नुभयो त्यसमा म केन्द्रीकृत हुन चाहन्छु। 2041-42 साल, जस अङ्ग्रेजीमा 1985 मा संसारभरि युवा वर्ष मनाइयो, जसलाई अन्तर्राष्ट्रिय युवा वर्ष भनियो र नेपालमा पनि मनाइयो। नेपालमा मनाउँदाखेरि यसको नारा थियो सहभागिता, विकास र शान्ति। र त्यो वर्ष नेपालले पनि धुमधाम मनायो 75 जिल्लामा। र यस्ता राम्रा राम्रा कार्यक्रमहरू भए कि जस्तो कि मोती वर्ष युवा पुरस्कार भन्ने जस्ता पुरस्कारहरू हामीले स्थापना गरौँ। धेरै पुरस्कारहरू भए र त्यसको निरन्तरता दिन र त्यसको आदर्शलाई, त्यसको मोटोलाई निरन्तरता दिनको लागि 2042 साल माघ 16 गते राष्ट्रिय युवा सेवा कोषको स्थापना भएको हो। यसको मूल उद्देश्य के हो भने युवाहरूमा श्रम, सिप, सदाचारको भावनालाई जागृत गराएर उनीहरूलाई आफ्नो सृजनामा अगाडि बढाउने नै यसको चाहिँ उद्देश्य हो। त्यसैले यसले विभिन्न